मेरो चाहिँ आमाले कति धेरै सामान पठाउनु भएको छ घरबाट। अब आउने मान्छे थाहा हुँदैन, आए पनि कति दिन लाग्छ नि त। अब फेरि कहाँ कहाँ भइन्छ। आमाले चाहिँ मलाई बिहिबार पठाउनु भएको सामान हो। बिहिबार, शुक्रबार, शनिबार, आइतबार, सोमबार, मङ्गलबार 6 दिनपछि मेरो हातमा आएको छ। नपठाउनु भन्दा नि मान्नुहुन्न। आमा बुवाको मन हो होइन, कति अब म पनि किनेरै खाने हो खाना त, यहाँ पनि किनेरै खाने हो, तै पनि उहाँको मनले मान्दैन नि त, घरबाट पठाएको भन्ने हुन्छ होला। अनि कति धेरै सामान छ, खोलेर हेरौँ है त। यो चाहिँ सामान हो, त्यो झोलै पठाउनु भयो। सर्दा रहेछ है। अब सिस्नो, सुकाएको सिस्नो कहिले खानु है। यति धेरै चाहिँ भाङ हो, अचार मनपर्छ भनेर यति धेरै 1 केजीभन्दा बढीको भाङ हो। यो उहाँहरूको माया घिउ यो चाहिँ लसुनको पात काटेर सुकाएको हो, यति धेरै छ। कति मिठो बास्ना छ। उहाँहरूको माया त अब कहाँ हुन्छ त है छोराछोरीलाई। मान्छे आउनु झ्याउ हुन्छ नि त, कतिलाई लगिदियो भन्ने झ्याउ हुन्छ है। यो चाहिँ के औषधि हो। यो चाहिँ दाल नपठाउनु भन्दा भन्दै यति पठाउनु भएको छ आमा बुवाको मन त भने। थ्याङ्क यू। भाङको औषधि सिस्नो यति धेरै घिउ छ हेर्नु न।